हेलो आज चाहिँ हामीहरू यहाँ छाङ्गे फल्स आएको हैन मेरो चाहिँ स्वर कस्तो भइरहेछ नि त मार्गी लागेर सो अस्तिदेखि नै हामी यहाँ छाङ्गे फल्स आउँ भनेर सोचिरहेको थियौं नि त अन्त बाटै छैन पुरा हिँडेर जानुपर्छ भनेर चाहिँ हामी अहिले चाहिँ बाटो खोलेको छ भनेर आए हैन तर बाटो चाहिँ कस्तो रफ यस्तो रहेछ हैन आधी बाटोदेखि त स्कुटी लिएर आउनु पनि सकेन माथि राख्यो हैन सो त्यही भएर चाहिँ त्यहाँबाट आउँदा चाहिँ हामीहरू हिँड्दै आएको यदि तपाईहरु आउनु चाहनुहुन्छ भने चाहिँ गाडी चाहिँ नछिर्ने रहेछ बाटोतिर पुरा ढुङ्गाहरू झरेर यस्तो भइरहेको रहेछ हैन टु व्हीलर्स चाहिँ छिर्ने रहेछ र यहाँबाट उता चाहिँ अब हिँडेर जानु पर्ने रहेछ छाङ्गे फल्स अन्त त्यो ओह्रालो यस्तो डिस्टेन्स छ भने चाहिँ छैन रहेछ नि त उयो त्यति बेला चाहिँ रोड थिएन नि त त्यो आदि कल्चो भएर अन्त हामी जस्तो भाग्यमानी हुनुपर्छ नि त रोड खोलेर आउनुपर्छ उसको चाहिँ बाइक होइन एक्सपल्स उसले किन्नु पाएन भनेर चाहिँ घरमा किन्नु नदिएर चाहिँ खालि एक्सपल्स आयो भने ए बाबा अरू बाइक पनि आउनु सक्छ नि त यहाँ स्विमिङ गर्नु पाउने आउनेहरूलाई चाहिँ राम्रो हुने रहेछ फ्रेस वाटर एकदम क्लिन फ्रेस त फ्रेसै हुन्छ सबै हैन तर यो चाहिँ एकदम क्लिन वाटर रहेछ यहाँनिर चाहिँ स्विमिङ पुल पनि सफा रहेछ हो हेर्नु सक्नुहुन्छ तपाईहरुले पानी कलर एभ्रिथिङ यहाँ बस्ने पनि रहेछ यहाँनिर यस्तो बसेर खाने जग्गा सट्टै ठुलो चाहिँ छैन रहेछ तर सानो मजाको रहेछ क्यान्टिन चाहिँ क्लोज रहेछ यहाँ क्यान्टिन पनि रहेछ अब चाहिँ तपाईहरु आउनु भयो भने चाहिँ स्विमिङ कस्ट्युम पनि लिएर आउनुहोस् किन यहाँ यस्तो हिँडेर आउँदाखेरि गर्मी हुन्छ टक्कै यहाँ स्विमिङ गर्यो शीतल भएर हामी चाहिँ आइपुग्यौँ हैन यहाँनिर चाहिँ 30 रुपिस पर हेड टिकट काट्नु पर्ने रहेछ हैन सो छाङ्गे फल्स चाहिँ अहिले चाहिँ पानीले मजाको रहेछ वा मुनि हेर्नुहोस् त मुनि कस्तो दामी देखेको यो चाहिँ रहेछ छाङ्गे फल्स यो फल्स हेर्नु आउनुको लागि चाहिँ कहिलेदेखि सोचेको बल्ल आज चाहिँ पुरा भयो तर मलाई त त्यो छेउमा जानु त डर पो पानीले त यही छ हामी चाहिँ घुमिसकेर हैन अब चाहिँ फर्केको यस्तो डरलाग्दो भिज्यो अब कपालहरू सुकाउँदै लुगाहरू भिजेर छ्याप्पै भयो हैन अनि कपाल लुगा सुकाउँदै जाने भनेको तर अफसोस पानी छिटाउनु थाल्यो फेरि हो त्यही भएर चाहिँ अब छिटो गएको बाइ बाइ